आज कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश सरकारको 37औं बैठकबाट 7वटा महत्त्वपूर्ण निर्णय भएका छन्, जुन यस प्रकार रहेको छ। नम्बर 1, प्रदेश सभाको चालू 6औं अधिवेशन आज राति 12 बजेबाट अन्त्य गर्न माननीय प्रदेश प्रमुख परशुराम खापङज्यू समक्ष सिफारिस गर्ने निर्णय गरियो। दोस्रो, मन्त्री परिषद राजनीति तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातृत्व कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी 13/2081 स्वीकृत गर्दै सो मन्त्रालयमा जम्मा 97 जनाको दरबन्दी रहने गरी यो प्रस्तावलाई स्वीकृत गरियो। अर्को, तेस्रो, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त प्रस्ताव उच्च तथा जिल्ला अदालत सुदृढीकरण गर्नका निम्ति 1,50,00,000 बाँडफाँड गर्ने निर्णयलाई स्वीकृत गरियो, जो विभिन्न जिल्ला र उच्च अदालतलाई यो रकम पठाइनेछ। त्यस्तै अर्को, आर्थिक वर्ष 82-83 को लागि प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको अनुमानित सीमा 1,50,00,000 तथा राजस्व बाँडफाँडको अनुमानित सीमा 1,10,00,000 स्वीकृत गर्ने निर्णय गरियो, जुन चालु वर्षको भन्दा आगामी वर्षमा स्थानीय तहलमा पठाउने समानीकरण अनुदान चाहिँ 50% वृद्धि गर्ने गरी यसको सीमालाई स्वीकृत गरियो। अर्को, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय सञ्चालनका लागि मन्त्रालयमा रहेको 1,10,00,000 रुपियाँ सो कार्यालयमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरियो। अर्को प्रस्ताव छ, शाखा अधिकृत श्री चन्द्रबहादुर कार्कीलाई समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा तोक्ने सदस्य सचिवको भूमिका तोक्ने गरी आज त्यो निर्णय गरियो। र अर्को भनेको कोशी प्रदेश जनस्वास्थ्य नियमावली 2081लाई जो स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको प्रस्ताव हो, त्यो चाहिँ कानुन न्याय तथा प्रदेश मामिला समिति जो मन्त्री परिषदको समिति हो, सो समितिमा छलफल गरी आगामी 1 हप्ताभित्रमा समितिको प्रतिवेदनसहित प्राप्त हुने गरी समितिमा पठाउने निर्णय गरियो। धन्यवाद।